हेलो साथी, वेलकम छ मेरो नयाँ भिडियोमा। आज चाहिँ मैले पाङ्ग्रा कलेजको भिडियो लिएर आएको छु। अब चाहिँ बनाउनतर्फ लागौँ। मैले चाहिँ सबभन्दा पहिला पाङ्ग्रा कलेजलाई तातो पानीमा राम्रोसँग बोइल गरेको छु र सफा पानीमा धुनुहोस्। अनि एउटा कडाई लिनुहोस्, कडाईमा थोरै मेथी प्याज ब्राउन हुन्जेलसम्म पकाउनुहोस्। अनि त्यसमा अघि बोइल गरेको यसमा पाङ्ग्रा एड गर्नुहोस्। पाङ्ग्रालाई चाहिँ पहिला पकाउनु पर्छ। अनि मजाले पर बुर्नुहोस् र अनि किचनमा भएको मसलाहरू यसमा एड गर्नुहोस्। अनि यो थोरै पिसेको मसला पनि राख्नुहोस्। यतिको भइसकेपछि यसमा चाहिँ कलेजो एड गरिदिनुहोस्। कलेजोलाई धेरै बेर पकाउनु पर्दैन, पाकिहाल्छ। र मैले 2वटा जति गोलभेडा लिएको छु। अनि थोरै हरियो धनियाँ राखेर हाम्रो यहाँ पाङ्ग्रा कलेजा रेडी भइसक्यो। एकदमै मिठो हुन्छ। यो तरिकाले हजुरहरूले पनि ट्राई गर्नुहोस्, एकदम मिठो हुन्छ हाम्रो। अनि मैले चाहिँ यहाँ खाना पनि पस्किसकेँ। अब हामी चाहिँ खानातर्फ लाग्यौँ। हजुरहरूलाई मनपर्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् है। अनि धेरै माया पनि गरिदिनु होला हामीलाई।